गुड मर्निङ एभ्रिवान। सो आज चाहिँ म बिहानै छोटो भिडियो बनाइरहेको छु है। कस्तो दामी घाम लागिरहेको आज चाहिँ हेर्नुहोस् है, दामी लागिरहेको छ। वेदर पनि फेरि रुममा भइरहेछ। सो अब म चाहिँ छिटो छिटो कोर्टमा जाँदैछु है, एकदम छिटो। हाम्रो गाई हेर्नुहोस् है, भर्खरै नेको चाहिँ ब्रेकफास्ट हुँदैछ है गाईहरूको। हाम्रो मम्मीले चाहिँ यहाँ बढाल्नु हुँदैछ, अस्ति निकै बढाल्नु हुँदैछ गोबर सोरेर चाहिँ। हेर्नुहोस् है, टाढा टाढाको गाई छ है हाम्रोमा चाहिँ। अन्त उसको बेबीहरू पनि छ है, एउटा दुईटा तिनवटा चारवटा बेबी छ है, मजाको छ क्युट क्युट बेबीहरू पनि। हेर्नुहोस् है हाम्रो बाबाको फार्म। म चाहिँ तल गएँ नि त आज प्याजको झाडु उखाल्दै। हिजो बिहानै झार उखालेको नि त। सो आज चाहिँ गरम पनि हुन्छ भनेर चाहिँ बिहानै उखालेको झार। हेर्नुहोस् है, प्याज हाम्रो यसरी नै खेती गर्छ हामी चाहिँ हर साल, परदेखिको लिएर सबै प्याजबारी नै हो। सो तपाईँहरूलाई चाहिने भन्नुहोस् है हामीलाई। अन्त चाहिँ मम्मीले बिचबिचमा बन्दाकोपी पनि हालिदिनु भएको छ। हेर्नुहोस् है बन्दाकोपी। अन्त म चाहिँ सब्जी छैन के खानुहुन्छ, सो म चाहिँ साग भेला पार्दैछु। र यो सागको नामै मलाई थाहा भएन, आलुसँग मजाले भुटेपछि दामी हुन्छ नि त। सो तपाईँहरूलाई थाहा छ भने भन्नुहोस् ल यो सागको नाम चाहिँ के हो भनेर। थ्याङ्क यू सो मच।